प्रसङ्ग चाहिँ के थियो सर? तपाईँले बताइदिनुहुन्छ। यीशुको रगतको सन्दर्भको कुरा थियो। त्यही त अब हामीले सिक्दै आएको कुराहरू, जुन कुराहरू हामी निरन्तर रूपमा गरिरहेका छौँ आज इसाई जगतमा के हो भन्नाले आज हामीले हरेक कुरामा चाहिँ इभन आज हामीले कुनै यातायातको सामग्री हामीले गाडी अथवा केही कुराहरू ल्यापटपहरू लिँदैछौँ भने आज हामी के गर्छौँ भने सर्वप्रथम हाम्रो प्र्याक्टिस चाहिँ के भइरहेको छ भने हामी जहिले पनि यीशुको रगतले चाहिँ त्यो कुरालाई शुद्धिकरण गर्ने कोसिस गर्छौँ। प्रभुको रगतद्वारा चाहिँ त्यो कुरालाई हामीले के गर्छौँ भने एउटा पवित्रता बनाउनु खोज्छौँ। हामीले प्रभुको रगतद्वारा त्यो कुरालाई चाहिँ एउटा सुरक्षा माग्छौँ क्या, रगतद्वारा चाहिँ रगत एप्लाई गरेर चाहिँ। अनि मेरो प्रश्न चाहिँ यही हो कि के यो सही प्र्याक्टिस हो त? कि हामीले गर्दै आएको यो कुरा जुन छ प्रथा छ यो वचनमै गाभिएको कुरा हो, वचनद्वारा जुडेको कुरा हो भन्ने एउटा विषयमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अनि पास्टर जोसेफलाई पनि म यो कुराको निम्ति केही खुलासा गर्नको निम्ति म निमन्त्रण गर्दछु। केही कुराहरू भनिदिनुहोस् होला। थ्याङ्क यू सो मच। तपाईँले एउटा प्रश्न राख्नुभयो। सबैभन्दा पहिला हाम्रो नेपालमा भनौँ या अरू राष्ट्रहरूमा पनि भनौँ, अब हामी नेपालमा भएको कारण नेपालमा कुरा गर्नु होइन। प्रभु यीशु ख्रीष्टको रगतलाई हामीले प्राय नबुझिकन हो या सिकेको अरूले भनेको गरेको देखेर त्यो रगतलाई चाहिँ हामीले मिसयुज गरिराखेका छौँ। मिसयुज गरिराखेको छौँ। जस्तो हामीले प्रार्थना गर्ने बेलामा रगतलाई चाहिँ हामीले के गरिदिन्छौँ भन्दाखेरि प्रभु तपाईँको रगतले यो घरलाई ढाक्नुहोस्, तपाईँको रगतको छिट्काले यो घरलाई ढाक्नुहोस्, मेरो गाडीलाई रगतको छिट्काले ढाक्नुहोस् भन्छ। अब हामी कल्पना गरौँ के यसुको रगत यो घरको लागि बगेको हो? के कल्परी क्रुसमा बगाएको रगत गाडीको लागि हो? धर्मशास्त्र बाइबलमा को वचनको आधारले चाहिँ भन्छ एफिसी 1:7 जहाँ चाहिँ ख्रिस्टको रगत चाहिँ ले चाहिँ पाप क्षमा पाउँछ, उद्धार पाउँछ भन्छ। एकचोटि हामी वचनबाट हेरौँ न, ख्रिस्टको रगतलाई वचनबाट हेरौँ हामीले। एफिसी 1:7 पढ्नुहोस्। हजुर, म वचन हेर्न गइरहेको छु। एफिसी 1:7 भन्नुभयो है तपाईँले। एफिसी 1:7 चाहिँ यहाँको यस्तो लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौँ। थ्याङ्क यू। अब उहाँको रगतको उद्देश्य चाहिँ के रहेछ भन्दा पापसँग व्यवहार गरिन्छ। अब हजुरलाई म एउटा प्रश्न छु, रोग चङ्गाइसँग होइन, म एउटा प्रश्न छु हजुरलाई, यसु ख्रिस्टको रगत चाहिँ यो घरको लागि बगाइयो कि पापको लागि बगाइयो होला? यो पदको आधारमा त पापकै लागि भनेर। अनि हामी किन घरको लागि प्रभु तपाईँको रगतले घरलाई ढाक्नु, मेरो गाडीलाई ढाक्नु, तपाईँको रगतको छिट्काभित्र हामीले राख्नु भनेर किन त्यसो भनेको? हामी अनुमानमा तपाईँको एउटा परम्परागत रूपमा अरूले प्रार्थना गरेको सुनेर त्यसो गरेको हो कि? अब मैले भन्नुपर्दा चाहिँ अब अघि नै त्यो कोर्राको चोटबाट हामीले चङ्गाइ पाउने भन्ने सन्दर्भको कुराहरू चाहिँ बाइबलमा भएको कारणले मानिसहरूले त्यो चङ्गाइ शब्दलाई चाहिँ रगतसँग गाँसेको हो कि भन्ने एउटा त्यो आधारमा भनेको हुनसक्छ। तर कुरा चाहिँ यसुको रगत चाहिँ वास्तविक रूपमा मानव जातिको पाप क्षमाको निम्ति नै बगेको हो, त्यो कुरामा चाहिँ दुविधा छैन। रगत म हजुरलाई बताउन चाहन्छु, मैले बुझेको छु यसु ख्रिस्टको रगत चाहिँ त्यो चाहिँ पुरानो करारमै धर्मशास्त्र बाइबलमा मेन्सन गरिएको थियो कि मानव जातिको लागि एकजना यस्तो व्यक्ति आउनुहुन्छ जसको कोर्राको चोटले हामी निको हुन्छौँ, जो चाहिँ हाम्रो पापको लागि मर्छ भनेर हो। त्यो रगत चाहिँ बगाउने कुरा हो। रगत चाहिँ के को लागि बगाउँछ भन्दा रगत एउटै मात्रै काम गर्छ। रगतको मुख्य कुरा बुझ्नुहोस् है, रगतको कुरा बुझ्नु पर्दाखेरि तपाईँले एकदमै हामीले बुझ्नु परेको कुरा, रगतले चाहिँ रगतमा चाहिँ मानिसको प्राण हुन्छ। पशु प्राणीको सबै चिजको प्राण चाहिँ रगतमा हुन्छ। त्यो रगतमा चाहिँ के हुन्छ भन्दाखेरि प्राण रगतमा भएको कारणले रगतले चाहिँ सोच्ने, विचार गर्ने, भावना, संवेदनशील सबै कुराहरू प्राणबाट आउँछ। अनि त्यो प्राणबाट त्यो रगतबाट प्राण हुन्छ, प्राणमा त्यति कुराहरू हुन्छ।
अनि त्यो प्राणमा चाहिँ के आयो, रगतमा चाहिँ के छ भन्दाखेरि पापका एक्टिभिटिजहरू हुन्छ। अनि सम्पूर्ण मानव जातिको रगतमा चाहिँ के भयो, पाप। अनि येशू ख्रीष्टको रगत चाहिँ किन पवित्र भयो, हाम्रो रगत चाहिँ किन पाप भयो भन्दाखेरि तपाईँले बुझ्नुभयो, येशू ख्रीष्ट चाहिँ परमेश्वरबाट डाइरेक्ट मरियमको कोखमा गर्भधारण हुनुभयो पवित्र आत्माबाट। अनि मानवबाट जन्मेको मानिसमा पापकै सन्तान जन्मियो, पापकै रगतबाट सन्तान जन्मियो। तर परमेश्वरबाट मरियमको कोखमा जो कोखमा आउनुभयो येशू ख्रीष्ट, उहाँ चाहिँ पाप परमेश्वरको रगतबाट बन्नुभयो है, ध्यान दिनु। अनि अब त्यो मरियमको आमा, के अरे येशूको आमा मरियम र येशूको रगत सर्कुलर, आमा र बच्चाको पेटको रगत सर्कुलर हुँदैन कहिले पनि। बच्चा पेटमा छ तर आमाको रगतको बच्चामा सर्कुलर हुँदैन। डक्टरलाई सोध्नुहुन्छ, त्यो बच्चामा परमेश्वरको त्यो बाउको रगत डिएनए चाहिँ आमाको हुँदैन, बाउको हुन्छ है। अनि त्यो कारणले गर्दा येशू पवित्र हुने कारण चाहिँ मुख्य कारण त्यो हो। मरियमको रगत उसमा गएन तर परमेश्वरकै रगत थियो, उहाँ शुद्ध शुद्ध हुनु। त्यो कारणले उहाँ शुद्ध हुनु, थुमा थुमा हुनु निष्कुट हो थुमा हो त्यो परमेश्वरको थुमा हो। त्यो रगतले, परमेश्वरबाटको पुत्रको रगतले मात्रै अरूलाई शुद्ध पार्नु सक्छ क्या। कुनै पनि मानिसको रगतले कसैलाई शुद्ध हुँदैन, न त बाख्रा बस्तुको, न कुनै पनि रगतले मानिस शुद्ध हुन्छ। त्यसकारण अब हामीले प्रार्थना गर्दाखेरि यो घर चाहिँ येशूको रगतमा शुद्ध होस् भन्न घरको लागि मिलेन। घरको लागि त बाइबलले घर भन्छ, शुद्ध चाहिँ होइन, वचन अनुसार चाहिँ मिल्दैन मिल्दैन भन्ने कुरा अनि चाहिँ यो कारणले कति कुराहरू हामी पुलपिटको विषयलाई पनि हामीले कुरा उठायौँ यो विषयमा। अब कति मान्छेले भन्छ पुलपिटमा जेसुकै जानु दिँदैन, पवित्र ठाउँ हो। बाइबल यसो पुलपिटको लागि मर्नुभयो कि तपाईँ हाम्रो लागि? पुलपिट पवित्र कि तपाईँहरू पवित्र भन्ने त हाम्रो विचार। पुलपिट पवित्र कि तपाईँ हामी पवित्र? किनभने हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो भनेर वचन चाहिँ कति मान्छेले पुलपिटलाई चाहिँ पवित्र ठाउँ, पवित्र स्थान भन्छौँ, तर त्यो पुलपिट भन्दा त हामी परमेश्वरको सन्तान पुत्रहरू पवित्र हो नि त। हामी गएर जहाँ टेक्छौँ त्यो ठाउँ अटोमेटिक पवित्र हुन्छ। अनि है त्यो कुरा हामीले बुझ्नु पर्यो। धन्यवाद पास्टरज्यू, एकदमै म अति क्लियर भएँ आज यो मेसेजद्वारा, किनकि यो जुन चाहिँ खण्ड तपाईँले दिनुभयो एफएसी 1:7 मा चाहिँ यो क्लियर लेखेको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाएको छौँ है। धन्यवाद पास्टरज्यू, तपाईँले एकदमै क्लियर गरिदिनु भयो। अनि फेरि पनि जय मसीह, धन्यवाद।